What's up guys, welcome to our new vlog. आज चाहिँ म हाम्रो देवतालाई पूजा गर्ने ठाउँमा जान लागिरहेको छु हैन। हो कि हैन मम्मी भन्छ? ए हुन्छ छोरा जानै पर्छ आज देवता पुगिन। आज त जाने हो। आज त म धेरै एक्साइटेड छु। यो भ्लगमा नि अब आफ्नो कल्चरहरु, आफ्नो हेरिटेज कल्चरहरु देखाउन पाउँदा नि म निकै खुसी छु। आजको भ्लग कस्तो हुन्छ होला भनेर म चाहिँ एकदमै एक्साइटेड छु। ल गाइस, मेरो मम्मी चाहिँ अब देवता पुज्न जान लाग्नु भइरा है। हुन्छ छोरा 11 वर्षसम्म नुहाको, अहिले त भर्खर आएको, जानै पर्छ है छोरा गयौँ ल। ल मम्मी। आया अब चाहिँ रेडी सेडी पनि भयो। अब जाने बेला हो। रेडी पनि भइसक्यो, टक्क लगाएर कोट सोट लगाएर आज म एनसी भएर जान लाग्यो हैन। गाइस आज रेडी सेडी भइसक्यो हैन। अब जान लाग्यो। म चाहिँ अब डाङ्गीसँग जान लाग्यो। धामी चाहिँ त हाम्रो ठुल्डाडी भइसक्छ। म चाहिँ आज डाङ्गीसँग जान लाग्यो है। गाइस आजको यो मौसमसँग म नि फुल अफ एनर्जीमा छु। गाइस गइरहेको छु अब। यो त अङ्कलहरू त तल पुग्नु भइसक्यो। म चाहिँ छिटो पर्छ। बाटो चाहिँ यस्तो छ है। लड लाग्यो भने डर हुन्छ काठमाडौँमा आएको। बाटो चाहिँ यस्तो छ है। अब छिटो तल पुगेपछि देखाउँछु। एउटा समस्या त बाटै छ क्या। बाटोमा तल पुग्नुपर्छ। हिँड्दै गर्नुपर्छ। सिस्नु नि छ लड्यो भने त मर्छ सिधै। तल्लै पुग्छ। दाजु तल पुग्छ। बाटो चाहिँ यस्तो छ, नयाँ भर्खर बनाएको बाटो। अब हामी लड्नु नि सक्छ, तर केयरफुल भएर हामी हिँडिरहेको छु। अङ्कल चाहिँ यता बादर ल्याउनु भइरहेको आइपुग्यो होइन। अङ्कल पनि आउनु भइसक्यो। हामी अब हाम्रो माडो चाहिँ आउन लाग्यो। अङ्कल देखाइछु त। फाइनली धेरै दिनपछि, धेरै वर्षपछि भनौँ न त आइपुग्यो। फाइनली हामी चाहिँ पुग्यो होइन। माडोमा चाहिँ हाम्रो यस्तै हो। अब हाम्रो कल्चर अनुसार चाहिँ अब बिहानै आएर यस्तो पुरीसुरी हाल्ने होइन। यस्तो सबैजना आइसक्नुभयो। हामी ठुलो मम्मी नि उता भइसक्छ, आउनु भइसक्यो। अब केटाहरू चाहिँ आउनु लाग्यो, ठुल्डाडीहरू होइन। धामीसँग आउनु चाहिँ अब चाहिँ सुरु हुन लागिरहेको। मेन हाम्रो के अरे अब कल्चर चाहिँ अब मेन सुरु हुन लाग्यो। धामी चाहिँ नाच्ने हो क्या, सुन्न लागिरहेको। पुरै फोटोसोटो खिच्यो होइन। खिचेपछि चाहिँ हाम्रो ठुल्डाडी आउनुभयो। अनि हामीले भिडियो चाहिँ धेरै बनाउनु मिल्दैन। त्यो पछि दिनभरि रमाइलो गरिसकेपछि छ नि, पछि बेलुका चाहिँ हामी त्यहाँबाट चाहिँ फर्क्यो होइन। त्यहाँ चाहिँ अब धामीको फोटोसोटो चाहिँ खिच्नु नमिल्ने खालको रहेछ क्या, नियम रहेछ। अनि मैले खिचेको हल्का मात्र खिच्नु भयो। सो दिस मच फर टुडे। आई होप यु गाइज लाइक दिस भिडियो। यदि मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला।